भेटाउनु पनि सकेन। पछि छोरा लास्टमा धेरै दिनपछि अरूको लास खोज्छन् भेटाउँछन्, अरूको लास खोज्छन् भेटाउँछन्। अनि मेरो छोरो भेटिनै भेटिएन। त्यहाँ मेरो छोरो नहुन्थ्यो भने त मेरो छोरो पनि भेटिने थिएन। पछि त्यति गर्दा एक गरी नवराजको लास अघिल्लो दिन भेट्यो, 10 गते, भोलिपल्ट टिकाराममा लास भेट्यो। त्यहाँबाट त्यति गर्दा गर्दै अब उनी साथीहरू गणेश बुढाको लास भेट्यो। एक दिन ग्याप भयो, त्यस्तै लोकतन्त्र सुनारको त्यसरी भेट्यो। अनि धेरै पछि मेरो छोरालाई पुलिसले मारपिट गरेर त्यहाँ चौकी के कुदुका चौकीका पुलिसले असैले छेक्यो। छेकिसकेपछि अनि उसो गणेश बुढाको लास म बोक्यो भने पनि म तिमीहरूलाई यही भेरीमा बगाइदिन्छु भने पछि त्यही गरिसकेपछि अनि 2-3 दिनसम्म ग्याप भयो। सबको लास भेटिसकेपछि 3 दिन ग्याप भयो। 3 दिन ग्याप हुँदाखेरि कोही बासिन्दाले पनि खोज्न आएनन्। अब उतिखेर नवराजको लास पनि भेट्यो। उनीहरूको झ्याबाले संस्कार गर्न लाग्यो। गणेश बुढाको त्यस्तैमा मैले उतिखेर भने कि हाम्रो त्यहाँको बासिन्दा त्यही टिकारामको ससुरालाई भने जेठा नगर है, तिमीहरूको लास नबगा, तिमीहरूको लास केही नगर, जब त मेरो छोरो भेट्या छैन तिमीहरूको अहिले न्याय निष्ठा मिल्दैन। मलाई थाहा थियो पहिल्यैदेखि यस्ता घटनाहरू धेरै छन् भने सुनेको थिएँ। अहिलेसम्म टिकाराममा लास भेट्यो, त्यहाँबाट उसको नवराजको लास भेट्यो। नवराजको लास भेटिसकेपछि 3 दिन ग्याप भएपछि अनि धेरै पछि भेट्यो। त्यही पनि मेरो छोरा कोही पनि खोज्न गएन। 30 किलोमिटर हुन्छ